हेलो साथीहरू, स्वागत छ तपाईँलाई मेरो अर्को मिनी ब्लगमा। आज चाहिँ म पकाउँदैछु कुखुराको मासु लोकल। यो चाहिँ अस्ति मम्मी आउँदा ल्याइदिनु भएको थियो अनि आधी चाहिँ काटेर राखेको थिएँ। मम्मी आउँदाखेरि चाहिँ सादा खुवाएको थिएँ नि त मेरो श्रीमानलाई। मेरो श्रीमानलाई चाहिँ फेरि सादा खानेकुराहरू मन पर्दैन। हुन त मरमसला लगाएको थिएँ, पिरो र अलिकति तेलहरू लगाएको थिएन, घिउहरू कम्ती लगाएको थिएँ। अनि आज चाहिँ घिउ पनि यति, तेल पनि यति, मरमसला पनि धेरै हालेर पकाइदिएको छु। मजाले भुटे मसला हालेर यति मजाले मसला पाकिसकेपछि पानी लगाइदिन्छु। पानी लगाएर त्यसलाई मजाले उमाल्छु 20 मिनट जति। अनि यो चाहिँ रेडी हुन्छ है साथीहरू। अनि यतापट्टि चाहिँ मैले रायो साग पनि पकाउँदैछु। अनि यता ठिक्क पाकिसक्यो, यसमाथि धनियाँ छर्किदिएको छु। अनि त यो खाना रेडी भयो। म चाहिँ खाना पस्किन्छु है साथीहरू। अनि साथीहरू भिडियोलाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरेर सपोर्ट पनि गरिदिनु होला। मेरो युट्युबमा पनि छ, टिकटकमा पनि छ, फेसबुकमा पनि छ है साथीहरू। अनि मैले चाहिँ झोल खनाएर सुरुप पिएँ, मजाले साग पनि हालेँ, मुलाको अझै पनि टक्क टोक्दै यस्तो दामी भएको थिएन साथीहरू है।